मैले मेरो बहिनीलाई यतिखेर गिफ्ट दिएको छु किनकि आज मेरो बहिनीको बर्थडे हो। मेरो बहिनी यति इनोसेन्ट छ कि आज रुँदैछ। हेर्नु न इस रुँदैछ मैले दिएको गिफ्टले। देख्न सक्नुहुन्छ यति रुँदैछ कि यस्तो इनोसेन्ट भएको छ मेरो गिफ्टले। यति प्यारो गिफ्ट दिएको छु मैले। तपाईहरुलाई पनि म त्यो गिफ्ट देखाउँदैछु है गाइस। यता हेर्दा कति खुसी छ अन्त रुँदैछ। हेर्नु न हौ यहाँ यति धेरै माया गर्ने दिदी कहाँ पाउनु। तपाईहरुलाई म गिफ्ट चाहिँ देखाउन जाँदैछु है। देख्न सक्नुहुन्छ है मोबाइल फुटेको छ। आज दिदीको बर्थडेको दिन त्यही पनि मैले फुटाइदिएको जानी होइन। रुँदैछ मेरो गिफ्ट के हो भन्दैको रुएर मर्न आँटिसक्यो। अब बनाइदिनु पर्ने छ गाइस। देख्न सक्नुहुन्छ रुँदैछु नि यहाँ मेरो बहिनी। आँसु पनि छ आँसु पनि छ है गाइस। मोबाइल फुटाइदिएको जान त होइन नि फेरि मैले। डिसिप्लिन भित्रकै गएको छ। ला कालो कालो देखाएको ला म त थाहा थिएन त। अनि गएछ रुँदैछ यतिखेर मैले गिफ्ट दिएको कस्तो लाग्यो मेरो गिफ्ट भन्न रुएर मर्न हामी बाटोमा हिँड्न गएको जिस्किँदै त्यो मगालो मारेको उसको हातमा रहेछ फुट्टा झऱ्यो। खासमा मेरो हातबाट झरेको होइन उसकै हातबाट झरेको। उसले नै फुटाएको हुन्छ तर पनि मलाई आरोप लाउँदैछ। देख्न सक्नुहुन्छ डिस्प्ले फेरिदिने बेला भयो।